त बस जानु त्यही त टाउको माथि हेर हो कति ज्ञानी छ मेरो सानी 25 गरिदिन्छु है यसो चाहिँ मैले यस्तो हो भनेर पठाएको थियो कि हाम्रो घरमा चाहिँ एउटा सानो इभेन्ट छ त्यसको लागि चाहिँ सानीलाई ड्रेस सिलाउँदै ल थ्याङ्क यू ब्रदर ल रोटी मान्छ आइसक्रिम किन्दिनँ म मुख हातमा जसले लाउँछ भित्रै हो क्या भाइ एउटा टिकट हेर्छु त्यो कति क्वालिटीको 100 रुपैयाँ 100 रुपैयाँ क्वालिटी छ भने 50% अफ हुन्छ है ए हो क्वालिटीबाट काट्नु भने अब ल पह 100 गरेर हाल्ने ल यो त यो भइस है ल भाइ ए 50 हुन्छ होइन 100 हाल्नु अहिले 100 हाल्नु 50 चाहिँ ब्याक हुन्छ बस ए हो टिकट Namaste guys, we are at this Nara Presents Wada Auto Show 2026 यो चाहिँ नर्मली चाहिँ इभी गाडी पेट्रोल गाडी सबै गाडीहरुको चाहिँ एकदम सो देखाइरहेको हुन्छ यहाँ गाडी नर्मली अनि चाहिँ यहाँ चाहिँ सबै इभी स्कुटर बाइकहरु अनि इभन नयाँ नयाँ गाडीहरु नेपालमा आउन पाएन यस्तो सोरुमहरुमा चाहिँ झ्याप्प ल्याउँछ यहाँ एकदम अफरहरु पनि पाइन्छ मलाई चाहिँ खास मेरो पनि आफ्नो इभी गाडी नै हो नयाँ नयाँ मार्केटमा के आइरहेछ भनेर आफुलाई पनि एकदम इन्ट्रेस्टेड हुने भएर म आएको हो के छ ब्लग हो सानोतिर ल के छ शिव ल है त हाम्रो यहाँ हो ल आइकार ओमरा शिव बराल भाइ है यहाँ हाम्रो यो ओमरा जाइको आइकार निसानीको नयाँ नयाँ गाडी पनि आएको छ यहाँ लुक एट दिस गाडी है यो आइकार मलाई एकदम मन परेको गाडी चाहिँ यो है भिकार 8 हैन नयाँ यो J6 भन्ने चाहिँ नयाँ यो J6 रहेछ के हेलो सबैजना सन्चै हुनुहुन्छ सबै सन्चै हुनुहुन्छ यो हामी MG को सोरुममा हुन्छ मेरो पर्सनली गाडी पनि MG गाडी नै हो आज भाइ भेटेकै भए पनि सम्राटको बिग फ्यान सक्छु रहेछ भनेर यहाँ यसो भ्लग पनि बनाइदिन्छ ओ यो त आफै उसो हुँदो रहेछ अगाडि चढ्दो रहेछ है यो MG को IM भनेको चाहिँ लग्जरी भेरिएन्टको यो लग्जरी भेरिएन्ट हो है हजुर हजुर यसको कति छ नि मूल्य चाहिँ 75 लाख 75 छ है हजुर हजुर मेरो कति परेको यार मेरो 50 अलमोस्ट 50 हजुर मलाई चाहिँ मेरो गाडी चाहिँ यस्तो मन परेको गाडी हो यो चाहिँ बिगर भेरिएन्ट हैन यो त अब अझै लग्जरी गाडीको हो के गरे चाहिँ यहाँ फिचर चाहिँ यो MG को चाहिँ एकदम लग्जरी भेरिएन्ट चाहिँ नेपालमा आएको चाहिँ यो रहेछ यहाँ देख्न सक्नुहुन्छ सबै भित्र त स्पेस क्राफ्टमै चिरे जस्तो हुँदो रहेछ सिटहरु पनि क्या कम्फर्टेबल रहेछ के सेम त्यही मोडल नै मेरो सिल्भर मोडलको हो तपाईहरुले देखिराख्न सक्नुहुन्छ मैले दिनदिनै चलाइराख्ने गाडी त त्यही नै हो खोल्न मिल्दैन है यो माथिको है त्यो हजुरको चाहिँ सनरुफ होला ए मेरोमा त सनरुफ हो यो चाहिँ मुनरुफ हो ए यो मुनरुफ हो के डिफरेन्स हो त नि सनरुफ के मुनरुफ अब सनरुफ भनेको त खोल्न मिल्यो हैन हजुरलाई थाहा छ हैन मुनरुफमा चाहिँ खोल्न मिलेन यहाँबाट बाँची चाहिँ हेर्न मिल्यो है त घामले असर त पार्दैन यसलाई पर्दैन मेरोमा हल्का एउटा असर चाहिँ त्यो हुन्छ नि गर्मीको टाइममा चाहिँ यस्तो तातो लाग्दो रहेछ एकछिन बाहिर राख्ने बित्तिकै तर एउटा चाहिँ बेनिफिट चाहिँ के छ भने चाहिँ हामीले त्यो आफ्नो एपबाट चाहिँ कन्ट्रोल गरिदिन मिल्छ कि 10 मिनट्स प्रायर चाहिँ हामीले चाहिँ गाडीलाई अन गरेर राख्दै टेम्परेचर मेन्टेन गरेर फेरि ब्याक टु गाडीमा गयो भने चाहिँ हुँदो रहेछ नर्मली एउटा डिसएडभान्टेज चाहिँ मलाई चाहिँ यो सनरुफहरुको चाहिँ तात्ने रहेछ के गाडी ओभर तात्दो रहेछ के लाउरे दाइको लगाम न ल लाइदो स्पिकर त है 20 वटा स्पिकर छ 20 वटा है हजुर मेरोमा 6 वटा 6 वटा होला छ है गाडीमा सराउन्ड सिस्टम छ त्यहाँ त्यो तल पनि आउँदो रहेछ हजुर हेलो नमस्ते सन्चै छु म उहाँ चाहिँ हाम्रो कस्टमर हुनुहुन्छ हाम्रो MTS5 को हजुर म यो मेरो चाहिँ यो रेड कार हो भने मेरो चाहिँ सिल्भर कारमा पनि मेरो आफ्नै पर्सनल गाडी छ थ्याङ्क यू भाइ बाई थ्याङ्क यू भाइ ल
आम बिग फ्यान है पहिला तपाईँको एमजी गाडी थियो नि त पहिला हजुर 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 MG4 EV भएको भएर चाहिँ मैले तर म MG5 तिर गएँ ठिक छ नि राम्रो गाडी छ that's a good car हजुर मैले गाडी तपाईँ कुन नयाँ गाडी किनेको थिएँ नि त्यो के अरे iCar V23 किनेको थिएँ त्यो भएर अहिले you also driving iCar or MG5 I'm driving MG that's a good car rear wheel drive good battery thinness battery सब चिज दामी छ त्यो गाडीको you into vlogging Oh, he's a very big vlogger है तपाईँको I'm a very small vlogger but I am an auto enthusiast हैन म गाडी रिलेटेड काम मात्रै गर्छु कसैलाई गाडी किन्न मन लाग्छ नि पहिला रिभ्यू हेर्नलाई चाहिँ उहाँको हेर्नु पर्यो अवश्य शौचा भनेर हैन युसुरी हैन इङ्ग्लिसमा दिनुहुन्छ उहाँले सबै बोल्नलाई अहिले यहाँ नेपाली बोलेको लाएर अक्वर्ड भयो होला म पनि बिग फ्यान म भिडियो बनाउँदा मात्रै इङ्ग्लिसमा अदरवाइज म नेपाली नै बोल्छु ल by the way nice camera इट्स भेरी कन्भिनियन्ट so thank you brother सी यता चाहिँ गाडीहरू ठुल्ठुलो गाडीहरू रहेछ है हाम्रो भाइ यहाँ सच हाम्रो है यहाँ नोबेल ब्याङ्कको पुरै लोन पास गर्नेमा भाइमा सबमा भाइ पोखराको लागि त एकदम कन्ट्याक्ट गर्ने भाइ नै हो है इज भेरी जली गाई है हाम्रो मलाई जिन्दिनै भेट्ने भाइ हो उसको फिल्मको पनि यस्तो क्रेज छ है ऊ पनि फिल्मलाई मलाई जहिले पनि रिल्सहरू पठाइराखेको हुन्छ भाइले मैले आफूलाई मान्थेँ फिल्मको तर हजुर भेटेपछि मैले मान्न छोडेँ भाइले चाहिँ अलिकति चाहिँ मुभी चाहिँ हेर्न त हेर्ने तर सबै जेनेरेको मुभी हेर्ने क्या अनि मैले अहिले चाहिँ उसको मुभी चाहिँ एकदम सेलेक्टिभ बनाइरहेको छु एकदम राम्रो राम्रो फिल्महरू रेकमेन्डेसन गरिरहेको छु जेस कस्तो भइरहेको छ भाइ एकदम रमाइलो भइरहेछ यो पहिल्यैदेखि गरिरहेको एक्सपिरियन्स नै हो नाडामा म पहिला 3-4 वर्ष बसेँ वाडा निकाल्ने पोखरा लिएर आएको रहेछ मजा आएको क्लाइन्टहरू पनि आइरहेछ मान्छेहरू आइरहनु 8-9 जना आएछौँ 8-9 आइसक्यो धेरै राम्रो भयो नि बोर्ड हेरेर पनि आइरहनु कि किनकि हाम्रो होम लोनको रेट राख्दैछौँ हामीले होम लोनको पनि कुराहरू भइरह अनि अटो लोन पनि अहिले यसमा हाम्रो राम्रो रेट भनेको चाहिँ 0.50 छ कि सर्भिस फी नै सर्भिस फी नै बेस्ट रेट +1 अनि सर्भिस फी नै 0.50 कि सही हो कसैले अब गाडी किन्न मन लाग्छ तर चाहिँ अब अलिकति आफूसँग फाइनेन्स छैन भने चाहिँ यहाँ भाइले चाहिँ एकदम मिलाएर दिएको हुन्छ नोबेल ब्याङ्कमै नोबेल ब्याङ्क हाउसिङ लोन प्लस अब गाडीको लोन त यसै भएकै हाउसिङ लोन पनि छ है भाइको अरू लोनहरू पनि हुन्छ हो सही के यस्तो रोबोट हो रोबोट कुकुर राखेर चाहिँ कि बिहान ए खन्दा नि बिहान चाहिँ यस्तो भयो रहेछ रोबोटको प्रदर्शन भयो रहेछ त्यहाँ अब अहिले त बिचरा थाकेर धेरै सुतिरहेछ अरे कुकुर ब्याट्री सक्यो ब्याट्री कुकुरको ब्याट्री सक्यो नमस्ते लुक एट द स्कुटर यार यो नि इभी नै हो है यसको 300 किलोमिटर कति भन्दै थियो हाइट पनि रहेछ एनएफसी कार्ड छ नि यसमा के हालिराख्नु परेन कि एथर र यसमा के डिफरेन्स होला एथर र यसमा माइलेज धेरै भयो नि यसको माइलेज धेरै भयो ए हजुरको बुटी स्पेस पनि एथरलाई भन्दा यसमा धेरै छ 20 लिटरको त्यसको ए थ्रो लिटर यो चाहिँ चाइनाको भयो हजुर चाइनाको हजुर त्यो चाहिँ इन्डियन म्यानुफ्याक्चर यस्तो खासमा इन्डियन भन्ने मात्र एसएमएल चाहिँ इन्डियामा भएको म्यानुफ्याक्चर त चाइनै हो त्यो पनि चाइनै हो तर मलाई चाइनिज भयो भने आजकल त केही लाग्दैन चाइनिज भनेको राम्रै हो चाइनिज भने धेरै राम्रो हो चाइनिज भनेको त होइन चाइनाबाट ए हो हरै बोल्छ क्या चाइनिज त्यो हैन त्यस्तो के रे इंग्लिश लिएर पढ्यो ए हो यसको मूल्य चाहिँ कति हो यसको मूल्य 3,65,000 हुन त अहिलेको यो नर्मल डियोहरू स्कुटरहरू सबै पनि त्यस्तै पर्छ अब तपाईँहरूलाई त अब यस्तो वार चलिरहेछ है अब पेट्रोलको दाम त्यस्तै महँगो भइरहेछ अब इन्डियामा सुरु भइसक्यो थाइल्यान्डमा सुरु भइसक्यो अब भइसक्यो मान्छेहरू लाइनमा बिजोग भइसक्यो दिस इज BYD Atto 1 र BYD Atto 2 खास चाहिँ उसहरू चाहिँ राखेर हिँड्छ यसमा है मोडल होइन कि सी लायनहरू अरूहरू मलाई पर्सनली मन परेको चाहिँ सी लायन है हाम्रो यो भिभो भन्ने अहिले नयाँ आएको प्रोडक्ट भयो है यसको चाहिँ अब मेन भनेको चाहिँ एउटा क्याम्पिङ मोड छ यो गाडीमा चाहिँ क्याम्पिङ हजुर जस्तै तपाईँलाई म खोलेरै देखाइदिन्छु एउटा यो माथि हेभन एन्ड अर्थ टेलगेट भन्छ एउटा यो हेभनतिर फर्कियो भने एउटा चाहिँ अर्थतिर फर्कियो है बस्न पनि मिल्यो यो भनेको कप होल्डर या बियरको क्यानहरू जेसको राखेर रिफ्रेस तरिकाले बस्न मिल्यो है यो सिट फेरि फोल्ड गरे पछाडि तपाईँलाई बेडको काम पनि हुने भयो यदि तपाईँलाई स्पेस यतिले पुगेन यो भनेको 500 लिटरको बुट स्पेस भयो है यसमा पनि पुगेन भने तपाईँलाई फेरि यो हामी तल गरेर
मजाले स्पेसहरू फेरि 750 लिटरसम्म जान मिलिहाल्छ अनि त्यस पछाडि हजुरलाई एसेसरिजको पार्ट पनि हामी फ्री एभाइलेबल गर्छौँ सँगसँगै यसमा चाहिँ हामीले 11 वर्ष अथवा 2,50,000 किलोमिटरसम्म चाहिँ ब्याट्री प्लस मोटरमा चाहिँ वारेन्टी दिइरहेछौँ है यो भनेको हाम्रो 2026बाट लागू भएको हो अनि लास्ट अफर भनेको चाहिँ हाम्रो बाइब्याक ग्यारेन्टी 5 वर्षभित्रमा यदि तपाईँलाई गाडी बेच्नु पऱ्यो भने तपाईँ कस्टमर खोज्दै जानु परेन कि हामी आफै सोरुमले नै हामीले खरिद गरिदिन्छौँ तपाईँको गाडी राम्रो है बाइब्याक प्लस पनि भयो हजुर हाई फाइभ यहाँ चाहिँ पुरानो गाडीहरू राखेर रहेछ ल भाइ राम्रोसँग टुर पनि गराइदियो भाइले मलाई नत्र त पहिला त अलमल्लबाट हिँडिरहेको थियो भाइले आएर फेरि राम्ररी टुर पनि गराइदियो सबै मान्छेले चिन्न नै चिन्यो जस यसोबाट इट्स अ नाइस प्रोग्राम है यहाँ बाह्रै घाटमा भइरहेको छ यो प्रोग्राम चाहिँ बाह्रै घाटको त्यो ग्राउन्डमा चाहिँ 100 रुपियाँ टिकट चाहिँ पर्छ तर इफ यु हेभ खल्टी अर समथिङ 50 रुपियाँ पर्छ क्यासब्याक आउने अफर जस्तो छ ल हामी पनि आइछौँ आउनु ल यहाँ पनि हुन्छ ल आज यहाँबाट चाहिँ लागिन्छ है ल भाइलाई देखाइहालौँ ल भाइ अनि ल बहिनी ल के छ खबर यहीँ हो खाना खाजा ए खान्छ 1 प्लेट मोमो र हाफ सेकुवा गर्दै यो सबभन्दा मलाई चाहिँ सेकुवा चाहिँ यहाँ सबभन्दा बेस्ट लाग्छ है अहिलेको खाएको सेकुवा इट्स सो डिलिसियस है र यो पोखराको मोमो पनि यहाँको नट ब्याड सबभन्दा मिठै लाग्छ यहाँको पनि पहिलाको जस्तो चाहिँ मोमो चाहिँ त्यस्तो छैन बट सेकुवा चाहिँ अहिले पनि त्यो टेस्ट गएकै छैन कि लोकल मोमो रेस्टुरेन्टको तपाईँले सेकुवा ट्राई गर्नुभयो भने यु विल बी इन लभ ल यसै गरी आजको भ्लग पनि यहीँ सकाउँछु है आजको भ्लगमा खासै त्यही केही थिएन आजकोमा मैले त्यही प्रोग्राममा गयो नाडा सोरुममा बिहान यतिकै बिजी नै भइयो ल सी यु इन द नेक्स्ट भ्लग नम्बर 57 एन्ड्स हियर